ढेँडो चामलको भात खान त साउमादनको कोखा जन्म लिनु पर्थ्यो नि। गरिबको कोखा जन्म लिस खान। अब नमस्ते। म पनि जानुपर्छ कि पर्दैन। छोरी त निकै राम्रो रहेछ। सिरदर ओ हजुर ए के गट्टा खेलेर बसिरहेको? घरबार गरेर खानुपर्ने छोरी अहिले यस्तो गरेर बसिरहेको छ। त्यो डाँडागाडी साइलीको लुगा टालेर पठाइदिया हो? टाल्ने छैन दा। गट्टा खेलेपछि टालिन्छ त? ए के भुलाएर बसेको छ? घर गट्टा खेल्या छ, बस्या छ। यत्रो यत्रो मान्छेहरू भएर घर एउटा काम केही गरेको छैन। के उठेको यो बसेको?